कहिलेकाहीँ चाहिँ होम सर्भिस जस्तो फिल हुन्छ कि, किनभने यति धेरै सामान प्याक गर्नुपर्छ अनि अब क्लाइन्टको सेड थाहा हुँदैन, त्यही भएर मिक्स म्याच गर्नलाई टन्नैवटा सामान लगिरहनुपर्छ होइन। तर के गर्नु, काम पनि होम सर्भिसबाटै धेरै आइरहेको हुन्छ। सो आज पनि म होम सर्भिसको लागि प्याकिङ गर्दै थिएँ होइन। अनि मोइस्चराइजर पनि अलमोस्ट सबै टाइपको हालेँ मैले, त्यसपछि फाउन्डेसनहरू हालेँ, अनि त्यसपछि कन्सिलरहरू पनि मजाले हालेँ। कुनै पनि सेड नछुटोस्, बरु धेरै होस् होइन। तर ओहो मैले यो सेड ल्याएको भए हुने रहेछ भन्ने चाहिँ नहोस् भन्ने फिल गरेर म मजाले प्याकिङ गर्छु कि। अनि ब्लसहरू, पाउडरहरू, लिपस्टिक त झन् म यति धेरै लग्छु है। अनि त्यसपछि त्यहाँ गएर अब अप्सन दिनु पऱ्यो, अनि फेरि ओहो मैले त त्यो सेडै हालिनँ भन्ने जस्तो चाहिँ नहोस् भनेर मजाले लोभ नगरी हाल्छु मैले चाहिँ। अनि पाउडरहरू पनि सकेसम्म आफूसँग भएकोहरू मिनी लग्न खोज्छु मैले। अनि त्यो लगायो भने चाहिँ स्पेस पनि कम खान्छ नि त त्यसले। अनि होम सर्भिसमा सामान बिर्स्यो भने चाहिँ सक्यो कि, त्यही भएर मजाले बस्छु। अनि त्यसपछि हेर्छु कि स्किन केयरको यो फाउन्डेसनहरू, यो टुल्सहरू यो सबै हाल्छु। अनि यस्तो डिस्पोजेबल स्पुली, अनि त्यसपछि लिपमा लगाउनको लागि सबै मजाले हाल्छु। अनि त्यसपछि कटन प्याडहरू पनि हाल्छु होइन। 2-3वटा ब्याग हुन्छ कि मेरो त। अनि ब्रसेसहरू पनि हाल्नै पऱ्यो मिलाएर। अनि यो फ्यान किनेको छु आजकल। अनि त्यसपछि मेरो फेभरेट फाउन्डेसन, ब्लस त म छोड्दिनँ। प्यालेट पहिला लग्थेँ, तर अहिले पनि मैले हालेको छु होला। अनि त्यसपछि मेन चाहिँ यो आईको प्यालेट हो होइन। त्यो चाहिँ ठुलो हुन्छ नि त। अनि त्यसपछि स्पेस मिलाउन त्यसलाई चाहिँ अलिकति गाह्रो हुन्छ, तर पनि यताउता ट्याक्क टुक्क गरेर मिलाइहाल्छु। ल्यासेस त अब छोड्ने भएन। अनि यो डब्बामा चाहिँ म पिनहरू अनि त्यसपछि ल्यासेसहरू हाल्छु। यसरी गर्छु प्याकिङ।